मर्निङ सबैजनालाई। साथी हो म चाहिँ हेर्नु होला कहाँ छु भन्दा तामुलबारीमा छु। तामुल चाहिँ सुकेर हेर्नुहोस् न खत्तम छ साथीहरू। यहाँ चाहिँ यसरी म पानी हाल्दैछु है साथीहरू। यहाँ हेर्नु न तामुल सुकेर खत्तम भएको छ, पानी नपरेर यस्तो बिजोग भएको छ। 4 दिन भइसक्यो आज मैले यसरी पाइपले चाहिँ पानी हालेको। यहाँ हेर्नु न पत्ताहरू सुकेर खत्तम भएछ दुई। तामुल त सब खत्तम छ नि हो यहाँतिर डल्लै खत्तम भयो साथीहरू सुकेर छैन। यहाँ चाहिँ पानी ढालिदिएको नि त अब अलिकति भए पनि हरियो हुन्छ कि भनेर अब यस्तरी सुकेको छ। यसै पर्नु पानी लगाएको हो। रात परिसक्यो उता दियो कनेक्सन घरदेखि लिएर यहाँ कनेक्सन गरेको छु। यो त यति तक मात्रै पुग्दो रहेछ कि आधा। यहाँ हेर्नु होला रात परिसक्यो तामुल सुकेर खत्तम भइछ। यो बच्चाहरूलाई पनि लगाउनु पर्छ। यहाँ सुकेर खत्तम छ। अहिले अँध्यारोले नदेखेको हो कि साथीहरू भित्र पुरै सुकेको छ। पाइप छोटो भएर चाहिँ अब बकेटमा पानी लगाएर यहाँ लगाउने हो साथीहरू। आसामको पानी यस्तो छ है पुरै रातो छ, बाल्टिङ त्यही भएर यस्तो भएको कि हालत। पानी राम्रो छैन नि यहाँको, पुरा फिल्टर गरी खानुपर्छ, यस्तो रातो छ।